सर्वप्रथम त सम्पूर्णमा नमस्कार। धेरैजना साथीहरूले सोध्दै हुनुहुन्थ्यो कि फलोअर्स कसरी बढाउने र कन्टेन्ट मोनिटाइजेसन गरेर नेपालबाट कसरी पैसा कमाउन सकिन्छ भन्ने विषयमा धेरैजना साथीहरूले जिज्ञासा राख्नुभएको थियो। फेसबुकबाट कन्टेन्ट मोनिटाइजेसन गरेर नेपालबाट पैसा कमाउन धेरै सजिलो छ। विभिन्न कुराहरूमा तपाईँहरूले ध्यान दिनुपर्छ। जस्तै फलोअर्स 10,000 जना फलोअर्स चाहिन्छ भन्ने क्राइटेरिया जुन छ त्यसमा चाहिँ तपाईँहरूलाई 10,000 फलोअर्स नहुँदा पनि कन्टेन्ट मोनिटाइजेसनको अप्सन आउँछ। 10,000 फलोअर्स पुगिराख्नु पर्दैन। तपाईँहरूले के गर्न सक्नुहुन्छ भने सबैभन्दा पहिला सपोर्टिभ बन्नुहोस्। यो होइन कि तपाईँ सेलिब्रिटी हो, तपाईँलाई चाहिँ कसैले फलो गर्छ अनि त्यसपछि मात्र म फलो ब्याक पनि दिन्न, फलो पनि गर्दिनँ भन्ने कुरा तपाईँहरूको मनमा छ भने त्यो कुराहरू हटाइदिनुहोस्। आफूबाट सुरुवात गर्नुहोस्। परिवर्तनको सुरुवात जहिले पनि आफूबाट गर्नुपर्छ। र आज भर्खर मैले 2 देखि 4 जनाको चाहिँ कन्टेन्ट मोनिटाइजेसन सेटअप गरिदिएँ र उहाँहरू सजिलैसँग फेसबुकबाट पैसा कमाउन थाल्नुभयो। तपाईँले हालेको कन्टेन्टको भरमा र तपाईँले हालेको कन्टेन्ट, तपाईँले हालेको स्ट्याटस, तपाईँले हालेको स्टोरीबाट चाहिँ पैसा आउँछ। कतिपय बुझाइ के छ भने नेपालमा चाहिँ कन्टेन्ट मोनिटाइजेसन बन्द भइसकेको छ, नेपालबाट चाहिँ मोनिटाइज हुँदैन भन्ने कुरा छ। फेसबुकमा कन्टेन्ट मोनिटाइजेसन नेपालबाट हुन्छ र तपाईँले पोस्टको आधारमा नेपालबाट पैसा कमाउन सक्नुहुन्छ। र यो सबै कुराहरू चाहिँ तपाईँहरूले सबैभन्दा पहिले तपाईँहरूको आइडी सपोर्टिभ हुनु पर्यो। तपाईँहरूलाई फलोअर्स चाहिनको लागि पनि अरूलाई सपोर्ट गर्नु पर्यो र अरूलाई सपोर्ट गरिसकेपछि मात्र तपाईँलाई पनि अरूलाई सपोर्ट गर्छन्। एकअर्कालाई सपोर्ट गर्ने बानी बसाउनु। हरेक नेपालीको बानी चाहिँ के हुन्छ भने खुट्टा तान्ने बानी है। मेरो साथी चाहिँ अग्रसर हुँदैछ, माथि जाँदैछ। मेरो साथीले चाहिँ कन्टेन्ट मोनिटाइजेसन गरेर $200 $300 पैसा कमायो पनि यसको पोस्ट किन लाइक गर्ने, बरु यसलाई अनफलो गरिदिउँ भन्ने हुन्छ। तर कसले अनफलो गरेको छ, के गरेको छ भन्ने कुरा चाहिँ आफैले थाहा पाउन सकिन्छ। र जसले तपाईँलाई अनफलो गर्छ उहाँहरूलाई पनि अनफलो गरिदिनुहोस्। जसले तपाईँहरूलाई सपोर्ट गर्दैन उहाँहरूलाई पनि सपोर्ट नगर्नुहोस् हैन। र कन्टेन्ट मोनिटाइजेसन गरेर नेपालबाटै पैसा कमाएर तपाईँहरू $2-4 भए पनि पैसा कमाऊ र बिस्तारो बिस्तारो पुरै $100 पुर्याएर निकालेर चाहिँ अलिकति आफूलाई खर्च कमाऊ भन्न चाहनुहुन्छ भने सबैभन्दा पहिला तपाईँहरूले सपोर्टिभ बन्न जरुरी छ। र कन्टेन्ट मोनिटाइजेसन कसरी गर्ने, कन्टेन्ट मोनिटाइजेसन कसैको आएको हुँदैन, कसैको चाहिँ जस्तै कन्टेन्ट मोनिटाइजेसन आइसकेको हुन्छ त्यसपछि फेरि त्यसमा चाहिँ तपाईँहरूको पैसा आउन छोडेको हुन्छ। त्यो सबै कुराहरू चाहिँ अर्को भिडियोमा म सिकाउनेछु र मेरो आइडीलाई पनि फलो गर्नु होला। र अब आउने नेक्स्ट भिडियोमा चाहिँ तपाईँहरूलाई म कन्टेन्ट मोनिटाइजेसन कसरी गर्न सकिन्छ त, 10,000 फलोअर्स बिना कन्टेन्ट मोनिटाइजेसन कसरी गर्न सकिन्छ त भनेर त सिकाउनेछु। धन्यवाद।